सबै किताबहरू हैन राम्रोसँग राखिसके थिए हैन। एक्जाम सकेपछि फेरि कपी खोल्नु पर्छ। साला यो सिटीबिटीलाई के भन्नु यार, जिन्दगी डुबाइदियो। फेरि रि एक्जाम हुन्छ यार। त्यो आन्दोलनले गर्दा हैन अब सिटीबिटीको सबै पेपर जरिसके थिए हैन। अब फेरि एक्जाम दिनु पर्छ भन्दैछ आज न्युज आयो हैन। कस्तो यार, अब फेरि पढ्नु पर्छ। यति राम्रोसँग पढे थिए साला, यति महिनादेखि राम्रोसँग हैन रिभिजन गरेको थिए। फेरि रिभिजन गर्नुपर्छ यार। फेरि कस्तो यार, हेर्नु कति राम्रोसँग राखे थिए हैन एक्जाम सकेपछि कपी नोटहरू हैन। अब फेरि खोल्नु पर्छ। कस्तो यार दुःख लाग्यो साला। सिटीबिटीले हामी विद्यार्थीहरूको दुःख बुझ्दैन। अब तिहारको बेलामा यस्तो न्युज हाल्छ, फेरि एक्जाम हुन्छ। कस्तो यो नेपालमा पढाइको केही मूल्य नै छैन यार। रि एक्जाम हुन्छ भने सबैलाई रि एक्जाम लिनुपर्छ। जसको जलेछ भने त्यसलाई मात्र लिनु पर्दैन, लिनु छ भने सबैलाई लिनु हैन। सबै सिटीबिटीको स्टुडेन्ट लिनै छैन भने हामीलाई जसको कपी जलेछ त्यसको मात्र लिनु पर्यो। जसको कपी जलेछ न जसको मात्र अलिअलि मार्क राखेर हैन पास गर्नु पर्यो। 24 मार्क हैन, 24 मार्क 60 मा हुन्छ भने त्यसलाई 24 मार्कमा हैन, अनि 80 मा हुन्छ भने 32 मार्क जस्ट पास गर्नु पर्यो। जसको कपी जलेछ भने हेर्नु फेरि खोल्नु पर्यो। हेर्नु यति राम्रोसँग हैन, यति राम्रोसँग राखे थियो कपीहरू। फेरि एक्जाम लिनु पर्यो साला। कस्तो यार, यति कस्तो सिटीबिटी रिप। यस्तो दुःखमा कोही साथै दिँदैन यार। फेरि 2 महिना राम्रोसँग पढ्नु पर्यो, त्यसपछि एक्जाम राम्रो जान्छ। कस्तो यार, फेरि रि एक्जाम दिने। बट सिटीबिटी मुर्दाबाद साला।